Hello guys, welcome to my new vlog. Warriors around, don't get caught in the mosh pit. Fuel to the fire, ain't nobody can stop it. Trouble in my city, but you know I'm across it. Got a 40 on my hip and I'm liable to spark it. बहुत दर्द होता है यार भाई. Hello guys, welcome to my new vlog. अनि आज चाहिँ मलाई एकदम झगडा थियो नि के गरौँ भइरहेको थियो अनि के गरौँ भइरहेको थियो मैले अब पुरानो भिडियोहरू हेरिरहेको थिएँ होइन ग्यालेरीको अब ग्यालेरीमा चाहिँ कस्तो भन्दाखेरि पुरानो भिडियो जुन मैले चाहिँ युट्युबमा हालेको थिइनँ अब अहिले चाहिँ नयाँ भिडियो बनाउन मसँग त्यति कन्टेन्ट छैन कि किनकि साथीहरू पनि त्यति छैन त्यसले गर्दा चाहिँ पुरानो भिडियो हेरिरहेको थिएँ हेर्दा यस्तो रमाइलो लाग्यो किनकि त्यो भनेको फर्स्ट टाइम एक्सपिरियन्स थियो कि ट्याटु हानेको होइन अब त्यो एक्सपिरियन्स कस्तो थियो कतिको दुख छ के छ भनेर चाहिँ तपाईँहरूलाई चाहिँ म अब मसँग पुरानो भिडियो पनि छ होइन त्यो हालेर तपाईँहरूलाई चाहिँ देखाउँछु त्यो हेर्नु होला होइन अब कस्तो कतिको तपाईँहरू पनि हान्नुहुन्छ होइन कतिको पेन छ अब मैले चाहिँ त्यतिखेर फर्स्ट टाइम हान्दाखेरि चाहिँ एक्साइटेडमा चाहिँ यति हाने होइन त्यति मिनिङफुल त्यति थिएन कि होइन तपाईँहरूले हान्दा चाहिँ अब मिनिङफुल टाइपको चाहिँ अब मिलाएर हान्नु होला होइन ट्याक हान्ने अब एकचोटि हानिसकेपछि फेरि त्यो जाँदैन अब गए पनि तपाईँको अहिले चाहिँ लेजर सिस्टमले मेटाउन त मिल्छ तर मेटाइसकेपछि पनि अब पहिला जस्तो पर्फेक्ट चाहिँ हुँदैन त्यसले गर्दा चाहिँ अब सोचेर हान्नु होला किनकि त्यो भनेको लाइफ टाइमको लागि बस्ने हुन्छ होइन त्यही हो अब हामी चाहिँ मैले जे हाने होइन हानेको चाहिँ कसरी हानेको थिएँ कस्तो पीडा भएको थियो अब त्यो चाहिँ म देखाउँछु हान्ने बेला चाहिँ तपाईँको ब्याकग्राउन्ड म्युजिक थियो त्यसले गर्दा कपिराइट लाग्न सक्थेन त्यसले गर्दा चाहिँ मैले अब त्यो ब्याकग्राउन्ड म्युजिक ठाउँमा चाहिँ कपिराइट नन कपिराइट सङ चाहिँ हालेर तपाईँहरूलाई देखाउने छु कुनै कुनै ठाउँमा चाहिँ अब त्यहाँ रियल साउन्डहरू छ जुन मैले गीत गाउँदै हानेको त्यो पनि देखाउने छु होइन त्यसको लागि चाहिँ तपाईँहरू हेर्नु होला त्यही कसरी थियो त्यो चाहिँ पुरानो भिडियो छ त्यसले गर्दा क्वालिटी चाहिँ त्यति बेटर छैन होला किनकि त्यतिखेर मसँग फोन राम्रो थिएन क्वालिटी चाहिँ कस्तो आउँछ त्यही पनि सकेसम्म म अब क्वालिटीलाई इम्प्रुभ गर्छु होइन एडिटिङ मार्फत के हुन्छ हेर्नु होला है त त्यो कस्तो छ के छ हेरेर उस पनि गरिदिनु कमेन्टहरू गरिदिनु होला त्यो गाइज अब नयाँ नयाँ कन्टेन्टहरू भेट्यो भने चाहिँ म लगातार भिडियोहरू पनि बनाउँछु अहिले चाहिँ अब त्यही भिडियोहरू इन्जोय गर्नु होला बाई यता हेरेर गर्न.
डाइरेक्ट हेर्नुभन्दा होइन फोटोहरूमा चाहिँ बब्बाल देख्छ क्या भिडियोमा